हेलो एभ्रिवान, मलाई चाहिँ होइन यो किमा नुडल्सले मेरो लाइफमा यति ठुलो रोल प्ले गरेको छ कि के भन्नु क्या। मलाई आफैलाई अचम्म लाग्छ क्या, यति मिठो लाग्छ मलाई यो किमा नुडल्स भन्ने चिज। सुतिरहेको मान्छे पनि म जाराक जुरुक उठेर हतार रेडी भएँ। रेडी त के मतलब रेडी लुगा लगाएर रेडी भएँ, लिपपोत केही नगरिकन। त्यसपछि म लागेँ किमा नुडल्स खानलाई। अलिअलि पानी पनि छिटाइरहेको थियो। छिटाउन चाहिँ यस्तो सानो पानीले मलाई किमा नुडल्स खान चाहिँ केही गरी पनि रोक्दैन भनेर म हतार चाबेलतिर त्यहाँ अगाडि टेम्पो रहेर अनि हतार कुदेँ। आधी घन्टासम्म टेम्पो चढेर को जान्छ किमा नुडल्स खान भन्छन् मान्छेहरू। म जान्छु क्या, मलाई देखिराख्नु भएको छ। म जान्छु किमा नुडल्स खान भनेपछि आधी घन्टा टेम्पो चढेर म चाबेल पुगिसकेपछि चाहिँ मैले साथीलाई फोन गरेँ। साथी पनि उहाँ किमा नुडल्स खान भनेपछि दगुड्दै आइरहेकी चाहिँ उहाँ हेर्नु न मक्क परेर। त्यसपछि किमा नुडल्स खाने ठाउँमा यति भिड रहेछ। त्यसपछि हामी यहाँ सानो काम थियो र यहाँ गयौँ। त्यसपछि निस्केपछि चटपटे खायौँ, दाइकोमा साह्रै मिठो छ र पानीपुरी पनि खायौँ हामीले, एकदमै मिठो थियो। त्यसपछि गएर किमा नुडल्स खायौँ। वाउ, किमा नुडल्स खाएपछि मलाई बल्ल अहिले म भोइस ओभर गर्दा पनि मलाई खान मन लागिरहेछ क्या यो किमा नुडल्स। अनि बल्ल आनन्द आएपछि चाहिँ माथि त्यही किमा नुडल्स खानेको माथिपट्टि दाइकोमा चिया पाउँछ क्या, अनि त्यहाँनिर गएर लेमन टी खायौँ एक कप। अनि त्यसपछि माथिको चाबेल माथि बसेर भ्यू हेऱ्यौँ।